नै आज तपाईँ र म हरेक कुरामा गर्व गर्न सकेका छौँ। मैले गरेको हैन, गर्व गर्छौँ त हामीले, मैले गरे। किनकि येशूले हामीलाई नकिनिदिनु भएको भए, येशूले हामीलाई पापको ऋणीबाट छुटकारा नगराउनु भएको भए तपाईँ र म भन्न हामी त्यो योग्यको थिएनौँ। र बुझ्दैनौँ, हामी त्यो योग्यको थिएनौँ र येशू प्रभुले तपाईँ र मेरो ऋणलाई तिरिदिनु भयो। बल्ल तपाईँ र म आजाद भएका छौँ, दासत्वबाट आजाद भएका छौँ। र हामी बारम्बार हामी फेरि दासत्वमा पर्न पुग्छौँ। परमेश्वरले आत्मा खोज्नुहुन्छ, तपाईको शरीरसँग उहाँलाई हैन, उहाँले तपाईको शरीर किन्नु भएको होइन, तपाईको आत्मा चाहिँ उहाँले किन्नु भएको, उहाँको रगतले किन्नु भएको। र म तपाईलाई बताउन चाहन्छु, यदि तपाईलाई परमेश्वरले तपाईको आत्मा किन्नु भएको हो भने तपाईँ आत्मा अनुसार हिँड्न जरुरत छ। आत्मा अनुसार, यदि तपाईँ आत्मा अनुसार तपाईँ जिउनु हुन्न भने तपाईको लागि तपाईँ डेड हुनुहुन्छ, मृत्युमा पुग्नुहुन्छ। मृत्युमा पुग्नुहुन्छ। र जब तपाईँ आत्मामा हिँड्नुहुन्छ तपाईलाई परमेश्वरले ज्योति प्रकट गर्न सुरु गर्नु। जब तपाईँ शरीरमै हुनुहुन्छ भने तपाईले शरीरमा, आज राति म सुत्दै थिएँ, राति अचानक मैले एउटा दर्शन देखेँ। एउटा यस्तो दर्शन देखेँ, एउटा लामो खोला थियो, लामो खोला थियो। अनि त्यो खोला चाहिँ फेरि मेरो पाउबाट बगेको रहेछ, मेरो पाउबाट बगेको रहेछ। मैले भन्छु हो, मेरो पाउबाट खोला बग्दैछ हैन। अनि मैले एकदमै निष्कलङ्क थियो त्यो खोला। अनि 4-5 मिटर अगाडिपट्टि मान्छेहरू आएर नि त्यो खोलालाई धमिलाउँदै। मैले भने के गर्छ यो मान्छे, के गर्दैछ? मैले हेर्दै थिएँ हैन, यति निष्कलङ्क खोलामा किन यो मान्छेहरूले धमिलाउँदैछ? म हेर्दै थिएँ कि यो मान्छे धमिलाउने मान्छे को हो त? जब मैले ती कुराहरू देखेँ नि, म आत्मामा एकदमै विचलित भएँ। त्यो दिनखेर म दर्शनमै एकदमै विचलित हुँदै थिएँ। अनि म झल्यास बिउजिन पुगेँ। बिउजिन पुग्दाखेरि मेरो शरीर भिजिराखेको रहेछ पसिनाले है। हामी अहिले पनि जाडो लागिसक्यो, तर पनि त्यो जब मैले त्यो पानी धमिल्याउने मान्छेहरूलाई देखेँ तब म धेरै विचलित भएँ। किन विचलित भएँ भन्दाखेरि जुन पानी धमिल्याउने मान्छेहरू थियो नि, त्यो मैले चिनेकै मान्छेहरू हैन, मैले चिनेकै मान्छे। र बुझ्दै हुनुहुन्छ, मैले चिनेकै मान्छे। अनि म धेरै विचलित भएँ र म उठेँ। अनि उठेर मैले प्रार्थना गरेँ, प्रभुसँग प्रार्थना है, प्रभुसँग प्रार्थना। अनि मैले परमेश्वरसँग प्रश्न गरेँ, प्रभु यो किन हुँदैछ? तब परमेश्वरले जवाब दिनुभयो है, एउटा अनौठो तरिकाले जवाब दिनुभयो। र परमेश्वरलाई धन्यवाद होस्। कतिचोटि हाम्रो जीवनमा यदि हामी शरीरको कुरामा, शरीरको हामी ऋणी भएको भए परमेश्वरको राज्यमा तपाईँ र मेरो आत्मा चाहिँ जाने थिएन। मैले तपाईलाई यो दर्शन किन बताउँदैछु भन्दाखेरि यदि तपाईँ
शरीरमा जिउनु भयो भने शरीरमा तपाईको स्वभाव छ भने तपाईले शरीरको कुरा मात्रै देख्नुहुन्छ। यदि तपाईँ आत्मामा जिउनुहुन्छ भने तपाईले आत्माको कुराहरू जिउनुहुन्छ, ताकि तपाईको जीवनमा अब के हुँदैछ प्रभुजन के हुँदैछ र परमेश्वरले तपाईलाई होशियारी गराउनु है। परमेश्वरले होशियारी तपाईलाई मलाई इष्ट भइहाल्छ, जो आत्मामा हुन चाहन्छ त्यसलाई होशियारी र हाम्रो जीवनमा मेरो जीवनमा ममा कुनै पनि कुरा आउनु छ भन्दा अगाडि नै आत्माले मलाई बताउनुहुन्छ, भन्नुहुन्छ यो हुँदैछ हैन, यो हुँदैछ। र परमेश्वरको वचनले भन्छ हामी तपाईँ र म आत्मा अनुसार हामी जिउँछौँ भने हामी अनन्त जीवनमा प्राप्त गर्छौँ, तर शरीर अनुसार हामी जिउँछौँ भने हामी मृत्युको मुखमा पुग्छौँ। त्यही भएर रोमीको पुस्तक 8 को 13-14 तपाईले पढ्नु भयो भने त्यहाँ परमेश्वरले बताउनु, जसले शरीरको स्वभाव अनुसार आफैलाई चलाउँछ, आफैलाई प्रयोग गर्छ हैन, आफैलाई प्रयोग गर्छ, त्यो मानिस मर्नेछ मर्नेछ। प्रभुजन तपाईको शरीरसँग परमेश्वरलाई केही मतलब छैन। तपाईको शरीर परमेश्वरले स्वर्गमा लाने होइन। प्रभुजन तपाईको शरीरसँग केही मतलब छैन परमेश्वर। तपाईँ जतिसुकै हैन ब्युटी क्वीन हुनुहोस्, त्यसमा मतलब छैन, नथिङ, जिरो। प्रभुजन तपाईसँग एउटै परमेश्वरको मतलब छ, एउटै त्यो हो आत्माको ऋणी हुनु। तपाईँ परमेश्वरप्रति तपाईले ऋण तिर्नु छ। तपाईँ भिखारी हो, केही नभएको मान्छे हो तपाईँ। प्रभुजन केही नभएको मान्छे हो तपाईँ। तपाईसँग संसारमा प्रशस्त मात्रामा होला, तर तपाईँ नि आत्मिक दुनियाँमा आत्मामा तपाईँ केही नभएको भिखारी हो। तपाईले केही किनेर सक्नुहुन्न परमेश्वरको राज्य। येशूले किन्नु भएको हो, त्यही भएर हामीले पाएको हो। प्रभुत्व भयो, येशूले किन्नु भएर बल्ल पाएको हामी। प्रभुत्व त्यही भएर येशूले पावलले हैन एकजना व्यक्तिलाई चुनौती दिनुभयो। सुत्दै हुनुहुन्छ, सुत्नेहरू वचन मिठो भएर निदाउन लाग्नु भयो कि ननिदाउनु, उठ्नुहोस्, बेला बेलामा उठेर शरीर तन्काउने गर्नुहोस्, गर नसुत्नुहोस्। यदि तपाईँ र मेरो जीवनमा सुन्नुहोस्, यदि तपाईँ आत्मा अनुसार तपाईँ र म हिँड्छौँ भने, आत्मा अनुसार तपाईँ र म चल्छौँ भने तपाईको जीवनको हरेक डिसिजन नि तपाईले सही प्रकारले लिन सक्नु, हरेक कुरा। र तपाईँ आत्मा अनुसार चल्नुहुन्न, परमेश्वरको वचन छैन, आफ्नै बलले, बुद्धिले, समझले हैन हुन सक्छ भने हामी बलले सक्दो प्रयास गर्छौँ, हुन सक्छ भने बल प्रयोग गर्छ, बुद्धि पनि प्रयोग गर्छ हैन। उस्तै परे साम दाम दण्ड भेद सबै प्रयोग गर्छ। परमेश्वरको राज्यमा त्यो कुरा चल्छ। र तपाईलाई सिर्फ परमेश्वरले भन्नुहुन्छ आत्मा नै चाहिन्छ। आत्मा मैले तेरो लागि किनेको हो, मलाई ले। प्रभुजन मलाई ले। अब यो तिहार सकिनु पर्छ नि, कतिजना बिमारी भएर आउँछ हैन। अहिले सेलरोटी खाँदै सायद नाच्दै होला, ढिकचिक 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 गर्दै हैन। अनि तिहार पछि बिमारी भएर आउँछ, पास्टर बा म त यो दुख्यो नि। ल भाइ दुख तिम्रो दुखिरा।
आत्मासँग परमेश्वरले आत्मा तपाईँको लागि छुट्याउनु भएको छ, अलग हुनु भएको छ भने तपाईँ अलग हुन जरुरत छ। नत्र भने तपाईँ मृत्युमा जाने हो। मृत्यु नै हो, पापको ज्याला मृत्यु नै हो। प्रभु त्यही भएर हामी सबैभन्दा ठुलो कुरो परमेश्वर माथि, परमेश्वरले हामीलाई दिनुभएको आत्मामाथि, पवित्र आत्मामाथि हाम्रो सबै भरोसा हुनु जरुरत छ। प्रभु मैले आजको दर्शन, जुन दर्शन देखेँ नि, त्यो दर्शन देखेदेखि मैले भरोसा मानिस जातिमा गर्नै छोड्यो। मेरो भरोसै उड्यो हैन। प्रभु त्यही भएर हाम्रो जीवनमा नि परमेश्वरले के भन्नुभयो, शरीर अनुसार जिस भने त मृत्युमा जानेछ, त मर्नेछस्, मर्नेछस्। यदि त शरीर अनुसार जिउँछस् भने त मर्नेछ। यदि त आफ्नो हरेक शरीरका अभिलाषाहरूलाई, शरीरका कुराहरूलाई तैँले खत्म गर्छस्, निर्मूल तुल्याउँछस् भने त बाँच्नेछस्, जिउनेछस्। प्रभु जिउनेछस्। यदि तैँले निर्मल तुलाइस् भने, तेरो जीवनका हरेक कुराहरूलाई, शरीरका कुराहरूलाई तैँले निर्मल पारिस् भने त बल्ल जिउनेछस्। निर्मूल पार्न धेरै गाह्रो पर्छ हामीलाई। हाम्रो स्वभाव हामीले धेरै परिवर्तन गर्न धेरै हामीलाई गाह्रो पर्छ। परिवर्तन स्वभाव हैन, हामीलाई परिवर्तन गर्नको लागि धेरै गाह्रो हुन्छ, शरीरमा गाह्रो हुन्छ। तर परमेश्वरको वचनले भनेको छ निर्मूल पार, खत्म गर। प्रभुजी खत्म गर। यदि 14 पदले के सिकाउँछ भने, किनभने सबै जो परमेश्वरको आत्मामा डोराइएको हुन्छ तिनीहरू नै परमेश्वरका सन्तान हुन्। परमेश्वरका सन्तान हुन्। तपाईको डीएनए परमेश्वरसँग जोडिएको हुनुपर्छ। यदि परमेश्वरसँग जोडिएको छैन भने हामी के हुन्छ? आज त्यति कडा नजाउँ होला वचन हैन। कडा गयो भने फेरि धेरै धेरै हृदय दुख्न सक्छ। नर्मली रूपमा जाउँ आज। प्रभु देव हाम्रो जीवनमा परमेश्वरले हामीलाई के भन्नुभएको छ, तिमीहरू परमेश्वरको आत्मा अनुसार डोराइएका हो भने परमेश्वरका सन्तान हो। परमेश्वरको सन्तानको स्वभाव कस्तो हुन्छ? परमेश्वरको स्वभाव कस्तो हुन्छ? परमेश्वरको डीएनए कस्तो छ? येशू ख्रीष्टको रगत कस्तो छ? कसरी हैन कस्तो छ? हामीलाई सोध्नु भएको छ। प्रभुले सोध्नु भएको छ, यदि तिमीहरू परमेश्वरको आत्मा अनुसार डोराइएका हो भने भनेको छ। डोराइएका हो भने, हैन भने त केही फरक पर्दैन हैन। तिमी संसारमै जिउ, शरीरमै जिउ, केही फरक पर्दैन। तर तिमी परमेश्वरको आत्मा अनुसार डोराइएका छौ भने बल्ल परमेश्वरको पुत्र तिमीहरूको जीवनमा हुनेछ। परमेश्वरको आत्मा अनुसार डोराइएका छौ भने बल्ल परमेश्वरको पुत्र तिमीहरूमा हुनुहुनेछ। बुझ्दै हुनुहुन्छ? सुत्दै हुनुहुन्छ कि बुझ्दै हुनुहुन्छ? बुझ्नु भएको छ? अहिले सोध्छु म, बुझ्नु भएको छ? अब परमेश्वरले तपाईलाई र मलाई क्लियर रूपमा बताइसक्नु भयो कि तिमी परमेश्वरको आत्मा अनुसार डोराइएका छौ भने। अब सुन्नुहोस्, परमेश्वरको आत्मा अनुसार डोराइएका मानिसहरू
सङ्कटमा, दुःखमा, खेदोमा, अन्ग्यालमा, नङ्गतामा, खतरामा, तरबारले काटिन लागेको बेलामा तपाईँ तयारी र धैर्य हुन सक्नु पर्ने हुन्छ। सक्नुहुन्छ हैन? त्यो सबै परिस्थितिमा तपाईँ अडिन सक्नुपर्छ। पावलले त्यही त भन्छ। पावलले भन्नुहुन्छ कठिनाइमा, चतावटमा, खेदोमा, काटिन लाग्दा, भेडा झैँ काटिन लाग्दाखेरि हामी मोहन बन्छ। हामी सब हामी त्यतिखेर हामी स्थिर रहन सक्यौँ भने बल्ल तपाईँ र म परमेश्वरको आत्मा अनुसार चलाइएका हौँ भन्ने कुरा हामी प्रमाणित हुन्छौँ। प्रभु हुनुहुन्छ, बल्ल हामी प्रमाणित हुन्छौँ। हाम्रो जीवनमा एउटा कुरा आउनुपर्छ, हामीलाई पहाडले थिचेको जस्तै हुन्छ हैन? आगोको भुग्रोमा गँटालाई हाल्दै जस्तै हुन्छ। गँटालाई आगोको भुग्रोमा हालिदिनु पर्छ, किक्री हुँदै निस्किन आउँछ हैन? प्रभु हुनुहुन्छ। तपाईँ, मैले भने नि तपाईँ गरिबी हो, तपाईँ केही नभएको भिखारी हो, तपाईँसँग केही छँदै छैन। प्रभु हुनुहुन्छ। तपाईँ केही नभएको भिखारी कङ्गाल हो। यदि परमेश्वरले तपाईँको आत्मा नकिन्नु भएको भए तपाईँले गर्व गर्ने ठाउँै छैन यहाँ। प्रभु हुनुहुन्छ नि, हामीले कुनै गर्व गर्नै पर्दैन। प्रभु हुनुहुन्छ। परमेश्वरले भनिदिनु भएको छ तिमी को हो हैन? परमेश्वरले बताउनु भएको छ तिमी को हो। तपाईँलाई थाहा छ यसको अर्थ धेरै लाग्छ। तिमी को हो भनेको धेरै अर्थ लाग्छ। तपाईँले यसरको पुस्तक पढ्नुहोस्। यसरको पुस्तक पढ्नु भयो भने तिमी को हो भनेको तिम्रो औकात के छ, तिम्रो औकात के छ, तिमी को हो। प्रभु हुनुहुन्छ। तिम्रो औकात के छ, तिमी को हो। त्यही भएर हामी परमेश्वरको आत्मा अनुसार डोराइएका मानिसहरू छौँ भने हामी परमेश्वरका सन्तान हौ। परमेश्वरको सन्तानमा चाहिँ परमेश्वरको स्वभाव, परमेश्वरको डिएनए हामीमा देखिन जरुरत छ हैन? हामीमा देखिनु जरुरत छ। यसुको लागि नि सबै राम्रो थिएन। यसुको लागि आफ्नै चेला पनि राम्रो थिएन। आफ्नै चेला यहुदी इस्करियोतले धोका दियो। र बुझ्नुहुन्छ, यो संसारमा रहन्जेलसम्म तपाईँको लागि परमेश्वरले तपाईँको आत्मालाई किन्नु भएको छ ताकि तपाईँ उहाँको राज्यभित्र पस्नु भएको होस्। त्यही भएर नि तपाईँ परमेश्वरको आत्मा अनुसार तपाईँ जिउनको लागि बाध्य हुनै पर्छ। बाध्य हुनै पर्छ। परमेश्वरको आत्मा अनुसार जिउनको लागि तपाईँ बाध्य हुनै पर्छ। यदि तपाईँ परमेश्वरका सन्तान हुनुहुन्छ भने उहाँले भन्नुभयो अब किनभने फेरि अब तिमीहरू धर्म हैन, धर्म पर्नको लागि, दासत्वमा पर्नको लागि तिमीहरूले दासत्वको आत्मा तिमीहरूले पाएको छ। अब फेरि पनि हामी पापको दासत्वलाई दोहोऱ्याइराख्ने होइन भनेको। प्रभु भन्छ पापको दासत्वलाई फेरि दोहोऱ्याइराख्ने भने होइन। प्रभु भन्छ दोहोऱ्याइराख्ने भने होइन। हामी बारम्बार दोहोऱ्याइराख्छौँ हैन? दोहोरिराख्छ हाम्रो जीवनमा। प्रभु दोहोरिराख्छ। र परमेश्वरले भन्नुभएको छ अब तिमीहरू फेरि दासत्वमा पर्नको निम्ति मैले तिमीहरूलाई बोलाएको पनि होइन, मैले तिमीहरूलाई किनेको पनि होइन, तर मैले त तिमीहरूलाई अनन्त जीवन पाउनको लागि,
परमेश्वरको राज्यभित्र पस्नको लागि, हैन? तपाईहरुको लागि क्वेशन हो। तपाईले परमेश्वरलाई विश्वास किन गर्नुभयो? केको लागि गर्नु? केको लागि गर्नु? परमेश्वरमा विश्वास केको लागि गर्नु? केको लागि? केको लागि गर्नुभयो? निदाउनेहरूले भन्नुहोस् त, केको लागि गर्नुभयो विश्वास? तपाईले केको लागि गर्नु? भन्नुहोस्। नेपाली बुझ्नु भएन? टेल मी। केको लागि तपाईले गर्नु? केको लागि विश्वास? केको लागि गर्नुभयो? केको लागि गर्नुभयो विश्वास? केको लागि गर्नुभयो तपाईले? मेरो प्रश्न तपाईहरुको लागि, केको लागि गर्नुभयो विश्वास? केको लागि? प्रश्न छ कसैसँग? केको लागि गर्नुभयो तपाईले विश्वास? केको लागि गर्नुभयो? केको लागि गर्नु तपाईले विश्वास? केको लागि? केको लागि? केको लागि विश्वास गर्नु? कसैसँग उत्तर छैन? केको लागि गर्नु? चर्चमा गएर भजन गाउनको लागि मात्रै हो? आजको दिन भन्न मात्रै हो? केको लागि? कसैसँग पनि प्रश्न छैन, हैन? केको लागि विश्वास? किन आउनु? परमेश्वरलाई किन चिन्नु? केको लागि चिन्नु भयो? यदि हामीसँग उत्तर छैन भने हामी संसारतिर गएर फर्केर नाच्दा पनि हुन्छ, टिकचिक टिकचिक गरेर, हैन? बुझ्दै हुनुहुन्छ? हामीसँग उत्तर छैन भने हामी संसारमा गएर नाच्दा पनि केही फरक पर्दैन, किनभने त्यसको उत्तर हामीसँग छैन। त्यही भएर आज तपाईले तपाईको जीवनमा तपाईले केको लागि, केको लागि, केको लागि, केको लागि तेरो र मेरो भन्नु? केको लागि? त्यही भएर हामी परमेश्वरको राज्यमा स्वर्ग जानको लागि को तयार हुनुहुन्छ? हात उठाउनुहोस्। स्वर्ग जानेहरू को हुन्? स्वर्ग जानेहरू। नर्क जानेहरू को हुनुहुन्छ? हात उठाउनुहोस्। नर्क जानेहरू हात उठाउनुहोस्। नर्क जानेहरू, नर्क 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 जानेहरू को हुनुहुन्छ? हात उठाउनुहोस्। सबैलाई स्वर्गै जान मन लाग्छ, लाग्न हैन? सबैलाई हामीलाई स्वर्गै जान मन लाग्छ, हैन? तर तपाई र मलाई मन लाएर मात्रै हामी स्वर्ग जान सकिन्न। बुझ्दै हुनुहुन्छ? तपाईलाई र मलाई मन लाएर मात्रै स्वर्ग जान हामी सकिँदैन। तपाई र म स्वर्ग जानको लागि परमेश्वरको आत्मा अनुसार जिउनु पर्यो। यदि तपाई परमेश्वरले तपाईलाई किन्नु भएको छ भने तपाई परमेश्वरको आत्मा अनुसार जिउनु पर्यो, बल्ल तपाई स्वर्ग जान सक्नुहुन्छ। बुझ्दै हुनुहुन्छ? बल्ल तपाई स्वर्ग जान सक्नुहुन्छ, नत्र भने तपाई स्वर्ग जान सक्नुहुन्न। किनभने जोसँग परमेश्वरको आत्मा छैन त्योसँग ख्रीष्ट हुनुहुन्न भने। जोसँग परमेश्वरको आत्मा छैन त्योसँग ख्रीष्ट हुनुहुन्न भनेको। कतिजनालाई लोभ लाग्दैन? हात उठाउनुहोस् त। कतिजनालाई लोभ लाग्दैन? हात उठाउनुहोस् त। सबै लोभ लाग्दैन रहेछ कि? कतिजनालाई लोभ लाग्दैन? लोभ नलाग्नेहरू हात उठाउनुहोस् त। लोभ नलाग्ने जसले हात उठाउनु भएको छ भोलि मेरो एकाउन्टमा 5,000 हाल्नु। जसले हात उठाउनु भएको छ मेरो एकाउन्टमा भोलि 5,000 हाल्दिनु। हाल्दिनुहुन्छ? कोकोलाई डाहा लाग्दैन? हात उठाउनुहोस्।
डाहा नलाग्नेहरू हात उठाउनुहोस्। डाहा लाग्नेहरूले झुटो नबोल्नुहोस् है, हात नउठाउनुहोस्। परमेश्वरलाई थाहा हुन्छ फेरि को कोलाई डाहा लाग्दैन हात उठाउनुहोस् त। अरे बाप, डाहा नलाग्नेहरूले मात्रै उठाउनु। डाहा लाग्छ भने हात नउठाउनुहोस् है, इमान्दारिता हुनुहोस् परमेश्वरप्रति। सुन्नुहोस्, यदि हामी यी कुराहरू हाम्रो जीवनमा छ भने हामी परमेश्वरको राज्यको हकदार हुँदैनौँ भनेको छ बाइबलले। प्रभुजी हुनुहुन्छ नि, हकदार हुँदैनौ तिमीहरू भन्नुभएको छ। प्रभुजी हुनु, लोभ लालच डाहा, तपाईँलाई मैले लोभै नगर्नु भने होइन क्या, तपाईँको सम्पत्ति बाँड्दै हिँड्नु भन्न खोजे होइन मैले, होइन, त्यसलाई गलत अर्थ नलाउनुहोस्। तर परमेश्वरको राज्यको लागि, परमेश्वरको राज्यको लागि, परमेश्वरको लागि तपाईँ, परमेश्वरको आत्माको निम्ति तपाईँ के गर्न तयारी, यो चाहिँ महत्त्वपूर्ण। एकजना व्यक्तिलाई परमेश्वरको जनले भन्नुभयो मेरो सेवकाईमा इन्भेस्ट गर तिमीले, होइन, मेरो सेवकाईमा इन्भेस्ट गर। डेभिड टेलरले उहाँले भन्नुभएको तिमीले मेरो सेवकाईमा इन्भेस्ट गर। अहिले मेरो सेवकाई परमेश्वरले भन्नुभएको छ तिमीले मेरो सेवकाईलाई लगानी गर। तब उहाँले भन्नुभयो होइन म त एउटा टेलिकमको अफिस खोल्छु, होइन, म टेलिकमको अफिस खोल्छु एउटा। ठिकै छ, उहाँले टेलिकमको अफिस खोल्नु भएछ। पछि गएर उहाँको टेलिकम अफिस त खतम भयो, जिरो लेभलमा पुग्नु भएछ उहाँ, जिरो लेभल। यदि उहाँले, होइन, उहाँले उहाँको सेवकाईमा लगानी गर्नु भएको भए उहाँ त ठुलो आशिष। अहिले उहाँ त्यो उहाँको सेवकाईमा नि हेलिकप्टर गिफ्ट गर्छ मान्छे, हेलिकप्टर छ उहाँको, एउटा हेलिकप्टर, एउटा आफ्नो पर्सनल प्लेन छ, होइन। उहाँले मानिसहरूको बिचमा महिनाको एकचोटि उहाँले ठुल्ठुलो देशहरूमा, होइन, नाइजेरियाहरूमा अनि अफ्रिकनहरूमा उहाँले सेवकको काम गर्नुहुन्छ। त्यो बालबच्चाहरूको बिचमा ठुल्ठुलो उहाँको, होइन, महिनाको एउटा ठुलो टडक चाहिँ उहाँको हरेक ठाउँहरूमा गइरहेको हुन्छ। तपाईँलाई थाहा छ उहाँले कपडा लाउनुहुन्छ, सुनको पेटी बान्नुहुन्छ अहिले, अनि उहाँको यहाँ दुईटा कुममा यत्रो यत्रो सुनको टाउको भएको लोगो लगाउनुहुन्छ यहाँ यहाँ, अनि यहाँ पुरा बेल्टको त्यो टाउको सुनको छ। र बुझ्दै हुन्छ उहाँलाई परमेश्वरले यस्तो तरिकाले उठाउनु भयो, अहिले परमेश्वरले उहाँलाई त्यो ठाउँमा ल्याउनु भयो। र बुझ्दै हुन्छ, तपाईँले परमेश्वरको राज्यको लागि चाहिँ तपाईँले गर्नको लागि तपाईँ कहिले पनि पछि हट्नु हुँदैन। बरु तपाईँले व्यक्तिलाई नगर्नुहोस्, केही फरक पर्दैन, तर परमेश्वरको राज्यभित्र परमेश्वरको लागि, र बुझ्दै हुनुहुन्छ, र हामी परमेश्वरको आत्मा अनुसार चलाइएका मानिसहरू हौँ भने तपाईँले मेरो जीवनमा परमेश्वरको डियाने हुनैपर्छ, नत्र तपाईँ परमेश्वरको राज्यको हकदार हुनु हुँदैन। मैले भनेको होइन, वचनले भनेको। तपाईँले प्रकाशको पुस्तकमा पढ्नुहोस्, त्यहाँ पाउनुहुन्छ। तपाईँले गलातीको पुस्तकमा पढ्नुहोस्, त्यहाँ पनि पाउनुहुन्छ, होइन। त्यही भएर परमेश्वरले भन्नुभयो तिमीहरू अब दासत्वमा पर्ने होइन, दासत्वमा पर्ने होइन। हामीलाई केही न केही कुराले दासत्वमा पारिदिइरहेको हुन्छ। कहिले रिसले दासत्वमा पारिदिइरहेको हुन्छ, कहिले घमण्डले दासत्वमा पारिदिइरहेको हुन्छ, कहिले हाम्रो जीवनमा अहम आउँछ, कहिले हाम्रो जीवनमा चित्त दुखाइले हामीलाई दासत्वमा पारिरहेको हुन्छ। चित्त दुखाइ कति डर लाग्दो रहेछ, होइन। कोले सुन्नुभयो अस्ति
त्यो सुनेको दिनमा ओहो भन्ने भएको थियो होला, त्यो दिनबाट भोलिपल्टबाट भुलिसक्यो त्यो कुरा हैन। अर्को दिनबाट अनि कुकुर र बिरालो चाहिँ यहाँ आएर गर्न थाल्यो। त्यो सुने दिन मात्रै हो त्यो हैन, सुने दिन मात्रै हो त्यो पछि। त्यही भएर नि सुन्नुहोस्, हाम्रो जीवनमा परमेश्वरको आत्मा हामीले पाएका छौँ। अब तपाईँ र म फेरि पापको दासत्व हुनको लागि हामी फेरि त्यही कुरामा फर्केर जाने, त्यही बाटो फर्केर जाने हैन, त्यही बाटोमा हाम्रो जीवन बिताउने होइन। परमेश्वरले नि हामीलाई दासत्वको आत्मा होइन के भनेको छ, धर्मपुत्र हुने अधिकार दिनुभएको छ। धर्मपुत्र हुने आत्मा हामीले पाएका छौँ भनेको छ। धर्मपुत्र परमेश्वरले तपाईँलाई र मलाई त्यतिको आशिषको कुरा सुम्पिनु भएको छ, त्यति आशिषमय जीवन दिनु भएको छ, त्यति आशिषमय हाम्रो जीवन छ। र पनि हामी दिन रातै गन 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 हैन, जीवनमा गन गन हाम्रो जीवन गनगन। यस्तो भएन, यो भएन, त्यो भएन, मैले भने अनुसार भएन, मैले यस्तो सोचेको थिएँ, मेरो जीवनमा यस्तो हुनुपर्ने। अहिले हाम्रो प्रश्न छ, प्रभु म तपाईँले भने जस्तो गर्छु, तपाईँको इच्छा अनुसार म गर्छु, तपाईँको पवित्र आत्माले अनुसार सिकाए अनुसार म गर्छु। पवित्र आत्माले सिकाइहाल्नु भयो भने भोलि गरौँला प्रभु, प्रति गरौँला, हामी गर्दैनौँ। पवित्र आत्माले तपाईँलाई र मलाई सिकाउनुहुन्छ, पवित्र आत्माले तपाईँलाई र मलाई यो गर भन्नुहुन्छ नि त, पवित्र आत्माले तपाईँलाई र मलाई यो गर्नु हुँदैन भन्नुहुन्छ नि त, पवित्र आत्माले तपाईँलाई र मलाई यो बाटो हिँड्नुपर्छ भन्नुहुन्छ नि त। तर यदि हामी पवित्र आत्मा अनुसार जिएका छौँ भने, बुझ्दै हुनुहुन्छ, पवित्र आत्मा अनुसार हामी जिएका छौँ भने हामी होसियारी हुन जरुरत छ। हामीले दासत्वको आत्मा पाएका छौँ, हामी धर्मपुत्र हुने अधिकार पाएका छौँ। यसैले हामी के भन्छौँ, आब्बा भनेर पुकार्छौँ उहाँलाई, आब्बा मेरो पिता भनेर पुकार्छौँ हैन, आब्बा मेरो पिता भनिकन हामी पुकार्दछौँ। बुझ्दै आब्बा पिता भनिकन पुकार्दछौँ। त्यो चाहिँ हामी परमेश्वरका सन्तान हौ भने पवित्र आत्माले गवाई दिन्छ। आब्बा पिता भन्नको लागि के गर्नुपर्छ थाहा छ? सर्टिफिकेट चाहिन्छ। जस्तै अब हैन, जस्तै अब हाम्रो निरुताको बाबाको नाम के छ अब हैन, म फलानु फलानु प्रसादको छोरी, म निरुता, मेरो बाउ र आमा मेरो फलानु फलानु नाउँ गरेको भएको हुनाले म मेरो बाउ र आमालाई, म छोरी भएको नाताले म बाउ र आमा भनिकन उहाँलाई सम्बोधन गर्छु भनेर चाहिँ हैन कागजले प्रमाणित गर्छु। र तपाईँको आत्मिक जीवनमा तपाईँले पवित्र आत्माले प्रमाणित गर्छ कि तपाईँ परमेश्वरलाई आब्बा भनिकन पुकार्न सक्नुहुन्छ कि हुँदैन भन्ने कुरो पवित्र आत्माले तपाईँको जीवनमा प्रमाणित गर्छ। तपाईँ आब्बा भनिकन पुकार्ने तपाईँले त्यो प्रमाणित गर्नुभएको छ कि छैन परमेश्वर? बुझ्दैन? त्यो प्रमाणित गर्नुभएको छ कि छैन? तपाईँले आफैलाई प्रमाणित गर्ने हो, मसँग परमेश्वरको आत्मा हुनुहुन्छ र म उहाँलाई आब्बा पिता भनिकन पुकार्दछु हैन। म तपाईँलाई आब्बा र पिता भनिकन पुकार्दछु, किनकि जो परमेश्वरको सन्तान हुन्छ तिनीहरूले आब्बा र पिता भनिकन पुकार्दछ। हाम्रो परमेश्वर नै कहिले कहिले उहाँलाई हामी गहिरो रूपमा हामी मनन गर्नुपर्छ। कहिले कहिले तपाईँले गहिरो रूपमा मनन गर्नुहोस्, तपाईँको आँखाबाट आँसु झर्न सुरु गर्छ। गहिरो रूपमा तपाईँले कहिले मनन गर्नुभएको छैन। यदि तपाईँले कहिले गहिरो रूपमा मनन गर्नुभयो भने नि, उहाँले बोल्नु भएको वचनलाई तपाईँले मनन गर्नुभयो भने नि,
तपाईको जीवनमा परमेश्वरको भय आउँछ। जब परमेश्वरको भय आउँछ तपाईको जीवनमा परमेश्वरको आत्मा पनि आउनुहुन्छ। जब परमेश्वरको भय आउँछ तब तपाईको जीवनमा परमेश्वरको आत्मा आउनुहुन्छ। जब परमेश्वरको आत्मा आउनुहुन्छ हैन, तपाईले हरेक कुरा संसारका कुराहरू गर्नदेखि तपाईको हृदय कम्प हुन सुरु गर्छ, काम्न सुरु गर्छ। तपाईलाई परमेश्वरको भयले भन्न थाल्छ यो हुँदैन, यो गर्नु असल छैन। परमेश्वरको भयले तपाईलाई डर देखाउन सुरु गर्छ, यो पाप हो। जब तपाईको जीवनमा भय छैन, परमेश्वरको आत्मै छैन भने तपाईको जीवनमा त्यो वचनले भन्दै भन्दैन तपाईलाई जब यो भय हो, यो भयको आत्माले तपाईलाई सिकाउनुहुन्छ कि यो पाप हो, पाप नगर हैन। तर भयको आत्मा नभएको मान्छेले त जे पनि बोल्छ, जे पनि गर्छ हैन। कति विश्वासीले त मास टिप्ने, भटा टिप्ने, चिचिन्ना, घिराम्ला के भन्छ हैन, के बोल्छ। के त्यो परमेश्वरको आत्मा अनुसार डोराएको मान्छे हो? होइन, त शैतानले डोराएको मान्छे हो। बुझ्दै हुनुहुन्छ नि? जसको मुखबाट फोहोर शब्द निस्किन्छ नि, त्यो मुखमा परमेश्वरको पवित्र आत्माको उपस्थिति छैन। त्यसमा त डिमन छ जसले हरेक चोटि खराबै गर्छ, खराबै गर्छ। बुझ्दै हुनुहुन्छ? कतिले मुखबाट यही मुखबाट शराब निकाल्छ हैन, कतिले यही मुखबाट फोहोर शब्द निकाल्छ, सुनि नसक्नुहुन्छ। त्यो परमेश्वरको आत्माले डोराइएको हुँदैन। त्यो विश्वासी त होला, 20औं वर्ष पनि भइसक्यो होला, 30औं वर्ष पनि भइसक्यो होला, तर मुखबाट हैन त्यो शब्द निकाल्न बन्द गर्न छोडेकै छैन। मेरो कानले नि कयौं जनाले बोलेको सुनेको, तपाईको प्रत्यक्ष रूपमा बोलेको सुनेको छैन होला, तर दर्शनमा तपाईले गरेको काम मैले प्रत्यक्ष देखेको छु। कतिको आफ्नो बच्चा बच्चीलाई सराप्दाखेरि पनि त्यस्तो शब्द प्रयोग गरेको मैले देखेको छु। बताइदिउँ तपाईहरुको नाम? कोले प्रयोग गर्नुभयो, कोले बोल्नुभयो, बताइदिउँ? आफैलाई समय छौन्जेल तपाईले बदल्नुहोस्। बुझ्दै हुनुहुन्छ? समय छौन्जेल अनुग्रह अब सकिन लाग्यो, हामी अन्तिममा छौं। जसले बोल्नु भएको थियो त्यो त्यसलाई थाहा छ। तपाईको मैले नाम लिन्न, नडराउनु। बुझ्दै हुनुहुन्छ? मैले अस्ति नै भने म कसैको गल्तीमा म तैँले यो गरिस् भन्दैन कसैलाई, तर हामी समय छौन्जेल हामी के गल्ती गर्यौं परमेश्वरले त्यो हेर्नु हुँदैन, तर समय छौन्जेल हामी कसरी त्यहाँबाट उठेर आयौं त्यो चाहिँ हेर्नुहुन्छ परमेश्वरले। त्यही समय छौन्जेल हामीले आफ्नो जीवनलाई सुधार्ने हो, परमेश्वरको आत्मा हाम्रो जीवनमा ल्याउने हो। बुझ्दै हुनुहुन्छ? तपाईको भरोसा परमेश्वरमाथि मात्रै हुन जरुरत छ। हालेलुया। जब मैले त्यो दर्शन देखेँ, यति भयानक मेरो जीवनमा भय आयो हैन, एकदमै मैले त्यो भय कहिले पनि अनुभव गरेको थिइनँ। अनि मैले परमेश्वरलाई भने, प्रभु धन्यवाद, म तपाईलाई धन्यवाद दिन्छु है। मलाई परमेश्वरले अब भोलिको दिनमा के हुन्छ सर भनेर राति मलाई दर्शन म छर्लङ्ग रूपमा देखाइसक्यो। र हाम्रो जीवनमा सुन्नुहोस्, हाम्रो जीवनमा तपाईँ र म परमेश्वरको आत्मा पाएका, उहाँको सन्तान धर्मपुत्र भएका छौँ भने, आत्मा पाएका छौँ भने हामी उहाँलाई आब्बा भनिकन पुकार्छौँ। जब आब्बा भन्छौँ भने नि छेउमै क्रुसमा चढेको भाइलाई हामी क्षमा गर्न सक्छौँ। यसो प्रभुले भन्नुभयो, तिमीलाई म क्षमा गर्नेछु, आज नै तिमी मसँग स्वर्ग लग्नु।
उहाँले सबैलाई क्षमा गर्नु। यसको मतलब क्षमा गर्नुभयो भनेर येशू ख्रीष्टले उहाँलाई नै अँगालो हाल्न जानुभयो भनेको छैन। प्रभुजी हुनुहुन्छ नि, अँगालो हाल्न जानुभयो भनेको छैन। उहाँले क्षमा त गर्नुभयो, तर क्षमा गर्नुभयो, क्षमा उहाँले स्वर्ग जाने बाटो त खोलिदिनु भयो। प्रभुजी अब धेरै गहिराइमा नजाउँ। प्रभुजी हुनुहुन्छ, उहाँले क्षमा त गर्नुभयो, प्रभुजी हुनुहुन्छ, क्षमा भयो। परमेश्वरले येशूले क्षमा गरिदिनु भयो। यहुदी इस्करियोतलाई पनि क्षमा गरिदिनु भयो। ओके, केही छैन। र पिता यिनीहरूले के गर्दैछन् यिनीहरूले जान्दैनन्, क्षमा गरिदिनु। उसलाई पनि क्षमा गरिदिनु भयो, तर ऊ आफ्नै आत्मा गलानीले गर्दा झुन्डेर मर्नु पर्यो। उसलाई अशान्तिले खपि नसक्नु भएर झुन्डेर मर्नु पर्यो। र तपाईँ र म चाहिँ परमेश्वरको हातमा पाएका हौँ। र तपाईँले र मैले यदि कसैले एकचोटि धोका दिन्छ भने मेरो स्वभाव चाहिँ मैले उसलाई क्षमा गरिदिन्छु। म उसँग फेरि गहिरो सम्बन्ध चाहिँ कहिले पनि राख्दिनँ, किनकि यो मान्छेले धोका दिन्छ भन्ने कुरा मलाई थाहा छ। हेर्दा जयमसी भन्छु, के छ हालखबर, ठिकै छ, राम्रै छ, ओके, त्यो त हुन्छ नि होइन। हामी विश्वासी भएपछि त्यो प्रेम त भइहाल्छ। तर गहिरो सम्बन्ध जुन गाढा हुन्छ नि, त्यो गाढा सम्बन्ध चाहिँ काटिएको हुन्छ। प्रभुजन त्यो पवित्र आत्माले हुनै दिनुहुन्न, हुनै दिनुहुन्न। प्रभुजन यो सेवकाईको यत्रो समयको अवधिमा नि मलाई परमेश्वरले एउटा यस्तो यस्तो कुराहरू, यस्तो यस्तो मानिसहरू मेरो जीवनमा आए गए होइन। मैले ती कुराहरू सिक्ने मौका पाएँ र अझै सिक्दैछु, अझै सिकाउँदै हुनुहुन्छ परमेश्वरले, पवित्र आत्माले होइन, अझै सिकाउँदै हुनुहुन्छ। अझै परमेश्वरले धेरै कुराहरू सिकाउँदै हुनुहुन्छ, अझै सिक्दैछु धेरै कुरा। प्रभुजी हुनुहुन्छ, अझै हामीले परमेश्वरको आत्माले नै तपाईँलाई र मलाई धेरै कुराहरू सिकाउनुहुन्छ। तपाईँलाई थाहा छ मोसालाई परमेश्वरले मरुभूमिमा बाख्रा चढाउन, भेडा चराउन किन पठाउनु भयो? किनकि मानिसको स्वभाव, मानिसको बानी, मानिस कस्तो हुन्छ, मानिससँग कसरी डिल गर्नुपर्छ, मानिससँग कसरी चल्नुपर्छ, मानिससँग कसरी बोल्नुपर्छ, मानिसलाई कुन हिसाबले व्यवहार गर्नुपर्छ, मानिसलाई कस्तो प्रकारले चाहिँ व्यवहार गर्नुपर्छ भन्ने कुरा सिकाउनको लागि नै परमेश्वरले के गर्नुभयो त 40 वर्ष मरुभूमिमा भेडा चराउन लाउनु। बल्ल मानिसको स्वभाव थाहा पायो, मानिसको स्वभाव बुझ्यो, मानिसको हो भन्ने कुरा जान्यो, मानिसले कस्तो छल गर्छन् भन्ने कुरा बुझ्यो, मानिसले मानिसप्रति कस्तो व्यवहार गर्छ भन्ने कुरा बुझ्यो। बुझ्यौँ त्यसै परमेश्वरले 40 वर्ष त्यति पठाउनु भएको होइन। त्यही भएर परमेश्वरले भन्नु तिमी धर्मपुत्र हुने अधिकार पाएका छौ र आब्बा भन्ने अधिकार पनि पाएको छ अनि पवित्र आत्मा हाम्रो आत्मासँग गवाही दिनुभएको छ। पवित्र आत्माले नै तपाईँको आत्माभित्र गवाही दिन्छ, तैँले यो गलत गरिस्, तैँले यो सही गरिस्। बुझ्यौ, तैँले गलत गरिस्, तैँले सही गरिस्। मैले हमेसा भन्ने गर्छु, यदि कसैले मेरो बारेमा कसैले गलत भन्छ भने मलाई आएर भन्छ, मेरो विरोध नगर होइन। किनभने पवित्र आत्माले जब गवाही दिनुहुन्छ नि त्यतिखेर हाम्रो जीवनमा लाठी पर्छ, ठुलो लाठी पर्छ। जब पवित्र आत्माले गवाही दिनुहुन्छ, पवित्र आत्माले जब गवाही भन्नुहुन्छ, गवाही दिनुहुन्छ नि त्यो दिनमा परमेश्वरको लाठी पर्दाखेरि हामीले सहन सक्दैन, बहुत दुखाइ हुन्छ। बहुत दुखाइ हुन्छ। अब त्यो दिन नआओस् कहिले पनि। हालेलुया, त्यो दिन नआओस् कहिले पनि कसैको जीवनमा। हालेलुया। त्यही भएर परमेश्वरले भन्नुहुन्छ त्यो चाहिँ हामी परमेश्वरका सन्तान हौ भने पवित्र आत्माले आत्मासँग गवाही दिनुभएको हो र
सन्तान हौ भने त उत्तराधिकारी पनि हौ। परमेश्वरका उत्तराधिकारी ख्रीष्टसँगै साझे उत्तराधिकारी र उहाँसँगै दुःख भोग्छौँ भने त हामी उहाँसँगै महिमित पनि हुनेछौँ। दुःख भोग्छौँ भने है, हामीले दुःख भोग हामीले गर्छौँ भने हामी एक दिन यसो जसरी महिमित रूपमा जानुभयो, तपाईँ र म पनि त्यो देशमा जानेछु सायद, होइन? मेरो ब्याकग्राउन्डमा छ नि, सायद एउटा कल्पना गरौँ न, यस्तै घरमा जान पाइन्छ, होइन? यस्तै घरमा जान पाइन्छ कि एक दिन, जुन घर परमेश्वरको राज्यमा छ। तपाईँ त्यो घरमा जानको लागि नि तपाईँको खुट्टा, तपाईँको हात, तपाईँको मुख, तपाईँको नाक, तपाईँको आँखा सही ठाउँमा हुनुपर्छ। नत्र भने तपाईँले यो सुन्दर भवन देख्न पाउनु हुँदैन। सही यो सुन्दर भवन तपाईँले देख्न पाउनुहुन्छ। त्यही भएर बाइबलले के भन्छ, त राम्रो भएर नर्क जानुभन्दा एउटा आँखा निकालेर फ्याँकेर खोरान्डो भएर नै स्वर्ग जानु तेरो लागि बेस्ट हो। तेरो दुईटै खुट्टा भएर नर्क जानुभन्दा एउटा खुट्टा काट्दे, बरु त खोरान्डो भएर स्वर्ग जानु नै तेरो लागि बेस्ट हो, होइन? यता लेकतिरको एउटा जवान भाइले केटीलाई आँखा झिम्का गर्दो रहेछ, होइन? विश्वासी उसले त आँखै निकालेर फ्याँक्दैछ, साँच्चीकै एउटा आँखा गजालो छ, मलाई झिम्काउने आँखा। प्रभुजी हाम्रो जीवनमा सुन्नुहोस्, म तपाईँलाई भन्न चाहन्छु, तपाईँको जीवनमा तपाईँले परमेश्वरसँग यो माग्नु, त्यो माग्नु, यो गर्नु, त्यो गर्नु भन्दा नि परमेश्वरको भय माग्नुहोस् पहिला। मैले विश्वासीको जीवनहरूमा परमेश्वरको भय देख्छु, होइन? परमेश्वरको भय माग्नुहोस्। तपाईँ जो आत्मामा जिउन चाहनुहुन्छ, जो परमेश्वरसँग हिँड्न चाहनुहुन्छ, तपाईँ भय माग्नुहोस् परमेश्वरसँग। प्रभुजी भय माग्नुहोस्। तपाईँलाई भय नै तपाईँको जीवनको ज्ञानको सुरुवात हो भनेको छ उपदेश। परम प्रभुको भय नै ज्ञानको सुरुवात हो। त्यही भएर हाम्रो टिमहरू ज्ञान माग्नुहोस्। अब मैले तपाईँलाई सधैँभरि ज्ञान बुद्धि दिएर म बस्न सक्छु, म दिँदा पनि दिन्न। अब मैले तपाईँलाई यो गर त्यो गर भनेर भन्ने परमेश्वरको भय माग्नु, परमेश्वरको भयमा रहेको परमेश्वरको भयमा रहनुभयो भने बल्ल गर्न सक्नुहुन्छ। मेरो भयमा रहनुभयो भने तपाईँ जीवन जिउन सक्नुहुन्छ। मेरो विरुद्धमा उठ्नुहुन्छ। परमेश्वरको भय माग्नु। परमेश्वरको भय भयो भने मेरो विरुद्धमा उठ्नु हुँदैन। एक दिन मेरो भयमा बस्नु भयो भने एक दिन मेरो विरुद्धमा उठ्नु हुनेछ। त्यही भएर नि मैले गाडीमा लेखेको शब्द मलाई त्यो बारम्बार म सम्झिरहन्छु। गाडीमा लेखेको थियो, प्रभु मलाई मेरो आफन्तदेखि बचाउनुहोस् भने। त मैले भने होइन, के खालको लेखाइ लेखेको यो आफन्तदेखि कसरी बचाउनु भने यो लेखकले, होइन? पछि तल हेरेको त दुश्मनले त मलाई कतिखेर चाहिँ आक्रमण गर्छ भन्ने मलाई थाहा हुन्छ प्रभु, तर आफन्तले त कतिखेर आक्रमण गर्छ भन्ने मलाई थाहै हुँदैन। त्यही भएर मलाई आफन्तदेखि चाहिँ बचाउनुहोस्, होइन? आफन्तदेखि त बचाउनुहोस्। शत्रुले त्यही बेला आक्रमण गर्छ भन्ने थाहा हुन्छ नि, तर आफन्तले कतिखेर आक्रमण गर्छ भन्ने थाहै हुँदैन। यसुलाई नि यहुदीले धोका दिन्छ भन्ने कुरो थाहा थियो र? यसुलाई त थाहा थियो। हामी त त्यस्तो यसुले जस्तो देख्न सक्छौँ, होइन? प्रभु देख्दा पनि हामीलाई धोका दिइसक्यो।
हाम्रो स्वभावले हामीलाई अड्काइदिइराखेको है, अड्काइदिइराखेको। हालेलुया।